आज म खाँदैछु यो वर्षको पहिलो काफल। सो साथीहरू, त्योभन्दा पहिला स्वागत छ हजुरहरूलाई मेरो आजको डे 58 मिनी भ्लगमा। आए हजुर सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। काफलहरू चाहिँ गाउँदेखि मेरो भाउजूले पठाइदिनु भएको हो के मेरो भदैनीसँग। सो मलाई चाहिँ एकदमै काफल खान मन लागिरहेको थियो। हिजो मैले भाउजूलाई भन्छु फोन गरेर भन्ने पनि सोचिरहेको थिएँ, तर मैले फोन नगर्नु भन्दा पहिले मेरो घरमा काफल आयो। यो कसरी भयो भनेर मैले भदैनीलाई सोधेको के भदैनीले के भन्यो भने मम्मीले हिँडजाम काफल तिम्रो भोलि फुपूलाई पनि काफल लगेर जान छ अनि तल दाइलाई पनि सुर्खेत पठाउनु छ भनेर भन्नुभयो। अनि त्यसपछि मम्मी र म गएर काफल टिपेर लिएर म यहाँ आएँ अनि उता दादाले पनि पठाएँ भनेर भन्छ। म त कस्तो छक्क परेको के। मेरो र मेरो भाउजूको कनेक्सन यस्तो छ कि मलाई मेरो फेस हेरेर मेरो भाउजूले थाहा पाइदिनुहुन्छ कि मलाई बिरामी भएको, मलाई सन्चो भएको, मलाई भोग लागेको कुराहरू सानो सानो कुराहरू एकदमै केयर गर्नुहुन्छ क्या। त्यसैले मेरो भाउजूसँग मेरो सम्बन्ध एकदमै राम्रो छ। काफलको कुरा पनि मैले नभनिकन कसरी थाहा पाउनु भयो होला जस्तो लागिरहेको छ क्या। अझ पनि साथीहरू यस्तो छ मेरो र मेरो भाउजूको सम्बन्ध। अनि मेरो भाउजूले खुसी पार्नको लागि कि मैले त्यस्तो ठुलो केही पनि गरिदिनु पर्दैन क्या। त्यहाँनिर पानी छ भने मैले एक लोटा पानी सारेर दिदिएँ भने पनि मेरो नानीले पानी सारेर दिनुभयो भन्ने खालको हुनुहुन्छ क्या। एकदमै सानो सानो कुराहरूलाई पनि एकदमै खुसी हुने बानी छ मेरो भाउजूको। सो यस्तो यस्तो भयो भने चाहिँ सम्बन्ध राम्रो हुन्छ। अहिलेलाई यति नै, बाबा।